5 places to visit around Viratnagar. विराटनगरमा घुम्न सकिने अर्को ठाउँ हो संसारीमा स्थान। आऊ आज हामी जाउँ विराटनगरबाट नजिकै पर्ने यो संसारी माताको मन्दिर। शनि मन्दिरबाट सिधै पूर्व जलजरा चोक, देवकोटा चोक, हाटखोला हुँदै हामी हुलाकी हाइवेमा अघि बढ्छौँ। टुडीपुल भन्ने ठाउँसम्म चाहिँ बाटो ठाउँ ठाउँमा भत्किएको छ, तर धुलो नियन्त्रण गर्नलाई यसरी ट्याङ्करले बाटोमा पानी हालिरहेको देखिन्छ, जसले गर्दा धुलोलाई धेरै हदसम्म कन्ट्रोल गर्छ। यहाँबाट नयाँ बजार, कर्सिया हुँदै हामी चिसाङ खोला पुग्छौँ र यही चिसाङ खोलाको बगरमा छ संसारीमा स्थान। विराटनगर भन्दा पहिले मोरङको सदरमुकाम पनि रहेको रङ्गेली नगरपालिकामा पर्ने यो संसारी देवीको मन्दिरको इतिहास सेन वंशसँग जोडिएको मानिन्छ। यस मन्दिरमा दशैंको फुलपातीको दिन भव्य पूजा गरिन्छ र यसै अवसरमा नेपाल आर्मीले सलामी अर्पण गर्ने चलन पनि रहेको छ। विशाल काभ्रो र सँगसँगै बेरिएको पिपलको रुखको फेदमा देवीको मन्दिर छ। यहाँ नेपालबाट मात्रै होइन, भारतबाट पनि दर्शन गर्न आउनेको उत्तिकै भिड हुन्छ। विराटनगरमा घुम्न सकिने दोस्रो ठाउँको लोकेसन र ब्रिफ भिडियो त मैले ल्याएँ। अब पालो कुन ठाउँको त?